हेलो साथीहरु नमस्कार। आजको क्वेशन छ एउटा हातमा कचरा अर्को हातमा सपना। कचरा पनि छोड्नु छ सपना पनि पूरा गर्नु छ तर कसरी गर्ने? यसको सबभन्दा सजिलो तरिका छ। जुन हामीलाई कचरा भनेको यहाँ डिस्ट्र्याक्सन, सबैको डिस्ट्र्याक्सन बाधा पुर्याउने, सपना पूरा गर्ने टाइममा बाधा पुर्याउने फरक होला सबको आफ्नो आफ्नो। त्यसलाई सबभन्दा पहिला एक्सेप्ट गर्दिने, जस्तो छ त्यस्तै एक्सेप्ट गर्दिने, केही रोक्ने चेन्ज गर्ने इग्नोर गर्ने कोसिस नगर्ने। दोस्रो कुरा, अब मान्नुस् यो दिमाग छ, यो मुट्टु छ र यो हाम्रो मान्नुस् कान छ। हेर्नुस् त यहाँ ठुलो पुवाल राखेको छ, यहाँ सानो छ। जबसम्म हामीले दिमागमा नेगेटिभ कुनै पनि कुराको बारेमा नेगेटिभ सोच्दैनौँ तबसम्म हाम्रो बाहिर रिएक्सन नेगेटिभ हुँदैन। त सबभन्दा पहिला त हामी पोजिटिभ सोच्न सिक्नुपर्छ र यो पोजिटिभ सोचको कति फाइदा छ त्यो कुरा तब बुझ्छु जब हामी सोचेपछि रिजल्ट हेर्छौँ। र नसोचुन्जेलसम्म हामीलाई त लाग्छ पोजिटिभ सोचेर त झन् गलतै भयो, बर्बादै भयो, नराम्रो भयो। त सबभन्दा पहिला त हामी पोजिटिभ सोच्न हरेक कुरामा, हरेक परिस्थितिमा, हरेक म्याटरमा सिक्नै पर्छ र लागू गर्नुपर्छ। सुरुमा गाह्रो हुन सक्छ, पछि सजिलो भइहाल्छ। मान्नुहोस्, अब यसमा अधि हामी पोजिटिभ दिमागमा पोजिटिभ सोच्न थाल्यो, यसले के हुन्छ, हाम्रो पोजिटिभ भाइब सुरु हुन्छ र कुनै पनि कुरा पाउनको लागि सबभन्दा पहिला दिमागमा हामीले विश्वास गर्नुपर्छ। त्यो विश्वास तब हुन्छ जब हामी त्यो कुराको बारेमा, त्यो परिस्थितिको बारेमा पोजिटिभ सोच्छौँ। दिमागमा पोजिटिभ सोचे, विश्वास दिलाए र मुटुलाई के गर्ने, त्यो जुन कुरा हामी पाउन चाहन्छौँ त्यसको लागि माया गर्ने। र मुटुबाट माया तब हुन्छ जब दिमागमा पोजिटिभ सोचेर हामी विश्वास गर्छौँ। दिमागबाट विश्वास आयो, त्यो कुराप्रति मुटुबाट त्यो कुराप्रति माया सुरु भइसक्यो। त्यसपछि अब डिस्टर्ब गर्ने हो डिस्ट्र्याक्सनले। यो ठुलो पुवालको अर्थ यहाँ के भयो कि मानुस डिस्ट्र्याक्सन धेरै हदमा आयो, धेरै स्पिडमा आयो, धेरै मात्रामा आयो। तर हामीले के गर्ने, अलिकति पनि त्योमा इग्नोर नगर्ने, चेन्ज गर्न कोसिस नगर्ने, रोक्न कोसिस नगर्ने, नेगेटिभ सोच्न कोसिस नगर्ने, नत्र यसले झन् हामीलाई हाबी भएर बर्बाद डिस्ट्रोय गर्छ। सिम्पल के गर्ने, यताबाट आयो धेरै मात्रामा तर यहाँ पुवाल पातलो छ, जस्ताको त्यस्तै जाने दो, आयो जान दिने, आयो जान दिने, आयो जान दिने। यस्ता गर्दा गर्दै जब हाम्रो ब्रेनमा विश्वास हुन्छ, पोजिटिभ भाइब धेरै मात्रामा आउन थाल्छ, बिस्तारै यसले केही हामीलाई डिस्टर्बै गर्दैन, आउँछ जान्छ, यो लाइफभरि आउँछ जान्छ, असर केही पनि गर्दैन। धन्यवाद। यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु।